आउँदैन तपाईँहरू तपाईँहरू आउँदैन भनेको क्या ए ठिकै छ केही छ त्यस्तो केही फरक पर्दैन ल अब देखि हेर्नुहोस् ल पहिला हामीले यहाँ रुटकी यो हिजो कसरी बनेको भन्ने हामीले थाहा पायौँ नि होइन रुटकी कसरी बनेको अब यहाँ के भनेको छ भने ठाउँमूल भनेको तल दिएको थुक्को भनेको सुन भिनखाने यहाँनिर चाहिँ खाली ठाउँमा आलमाजु मिल्ने गसुल कुरा खोरी सिक्सियो छान्नुहोस् भनेको छ होइन अब यहाँ कुन भन्छ त्यो छान्नु पर्यो है 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. यहाँ जे छ त्यही भने 태국, के भन्यो थेगुक भनेको थेगुक के भन्यो थेगुक भनेको कुन हो थाइल्यान्ड होइन त हो थेगुक यहाँ 1 नम्बरमा छ यो बोल्न लाउने यो थेगुक है अब त्यहाँ पछाडि 2 नम्बरमा यहाँ यो 2 छन् यहाँ के भन्छ एकचोटि सुनौँ है 2 नम्बर 2번부터 3번까지. यस्तो भन्दैन 2 भनेको के हो त ई 1 भनेको नम्बर 2 नम्बर अनि बुथ भनेको देखि भनेको 2 नम्बरदेखि 3 नम्बर 3 भनेको के हो साम्बन काजी भनेको चाहिँ सम्म हो 2 नम्बरदेखि 3 नम्बरसम्म यहाँदेखि के भनेको है 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. ओके ठाउँमै थुक्को तल दिएको सुनि मुरुमे भनेको प्रश्नमा भनेको भए अथवा सोधेकोमा है मुद्दा भनेको चाहिँ सोध्नु हो मुद्दालाई नै द हटाएर ल लगाएको मुरुमे सोधेकोमा आलमाजु मिल्ने भेदा जवाब सिक्सियो छान्नुहोस् अब तपाईँहरूको के हुन्छ भने नि क्वेसन बच्छ 2 नम्बरमा यहाँ क्वेसन छ छैन 1 2 3 4टा एन्सर मात्रै छ यो एन्सर छान्नुपर्छ क्वेसन चाहिँ ध्यान दिएर सुन्नु पर्यो बुझ्नुभयो यिनीहरू त यहाँ जे छ त्यही पढ्छ यो त ध्यान दिएर नसुन्दा पनि भयो पढ्दा हुन्छ तर सुरुमा क्वेसनले के भनेको छ त्यो चाहिँ ध्यान दिएर सुन्नुपर्छ ल 2번. 회사원입니까? के भन्यो 회사원입니까 भनेर क्वेसन सोधे हैन कम्पनीको कर्मचारी हो भनेर क्वेसन सोधे अब कम्पनीको कर्मचारी हो भनेर क्वेसन सोद्धाखेरि जवाफ के दिने त 1. 네, 회사원입니다. 1 भनेको 1 नम्बरको भयो हैन ने 회사원입니다 भनेको हजुर कम्पनीको कर्मचारी हो कन्टिन्यू अरु पनि सुन्दै जाऊ है 2. 네, 회사원이 있습니다. ने 회사원이 있습니다 भनेको चाहिँ के भनेको हजुर कम्पनीको कर्मचारी हुनुहुन्छ पो भयो त यता 있습니다 हो हुनुहुन्छ 3. 아니요, 회사원이 많습니다. 아니요 회사원이 많습니다 भनेको होइन कम्पनीको कर्मचारी धेरै छन् बुझ्नु 4. 아니요, 회사원이 좋습니다. 아니요 회사원이 좋습니다 भनेको के भनेको होला त होइन कम्पनीको कर्मचारी छोटा भनेको राम्रो छन् भयो हैन अथवा राम्रो छ हाम्रो सही जवाफ चाहिँ कुन रहेछ त 1 नम्बर कम्पनीको कर्मचारी हो भन्दाखेरि हजुर कम्पनीको कर्मचारी हो अब 3 नम्बर क्वेशन के छ 3번. 어느 나라 사람입니까? के भन्यो अनु नारा सारामिका भनेको कुन देशको मान्छे हो क्वेशन थियो हैन 1.
남자입니다. 남자입니다 भनेको केटा हो भनेन केटा हो 2. 기술자입니다. 기술자입니다 भनेको प्राविधिक हो 3. 30살입니다. 30살입니다 के भनेको होला 30 भनेको 30 साल भनेको वर्ष 30 वर्षको हो भने 30 वर्षको हो 4. 네팔 사람입니다. नेपाल साराम입니다 नेपाली मान्छे क्वेसनले के सोधेको थियो कुन देशको मान्छे भन्दाखेरि नेपाली मान्छे हजुर छ है अब 4 देखि 5 नम्बरसम्म 사 4번부터 5번까지 के भनेर 4 1 2 3 4 भनेको 4 नम्बरदेखि 5번까지 भनेको 5 नम्बरसम्म 두 사람은 무엇에 대해 말하고 있습니까? टु भनेको 2 सारामुन मान्छे चाहिँ मुअसे थे भनेको के को थे भनेको बारेमा के को बारेमा भालाडा भनेको के हो त कुराकानी गर्नु गो सुम्निकाले गो इत्ताले के हुन्छ प्रेजेन्ट कन्टिन्युअस हैन कुनै पनि काम गरिरहेको दुईजना मान्छेहरू के को बारेमा कुरा गर्दै छन् भने के को बारेमा कुरा गर्दैछन् 1 नम्बरमा इरुम भनेको नाम नामको बारेमा कुरा गरेको कि नाई भनेको उमेरको बारेमा कुरा गरेको कि कुप्चक राष्ट्रियता हो राष्ट्रियताको बारेमा कुरा गरेको कि संज्ञल भनेको यो चाहिँ जेन्डर लिङ्ग महिला अथवा पुरुष है सुन्नुभयो त के को बारेमा कुरा गरेको रहेछ 안녕하세요. के भन्यो 안녕하세요 भनेन 안녕하세요 भनेको नमस्कार 저는 네팔 사람입니다. 저는 नेपाल 사람입니다 भनेको म चाहिँ नेपाली मान्छे हो 안녕하세요. 저는 몽골 사람입니다. 안녕하세요 저는 몽골 사람입니다 भनेको नमस्कार म चाहिँ मङ्गोलियाको मान्छे हो सक्यो यति रहेछ भनेपछि यो दुईजनाको कुराकानीले हामीलाई के जनाउँ के को बारेमा बढी कुरा गरे जस्तो लाग्यो त राष्ट्रियताको बारेमा म नेपाली मान्छे हो म चाहिँ के हो त मङ्गोलियाको मान्छे हो भनेपछि 3 नम्बरको रहेछ हो अब अर्को छ खोयाङ भनेको खोयाङ खोयाङीको बिरालो त यहाँ त खोयाङ छ खोयाङ भनेको के हो त जन्मस्थल सिगप भनेको पेसा ओके इरुम नाम भइहाल्यो पुग्छ राष्ट्रियता अब के को बारेमा कुरा गर्ने 5번. सुन्नुहोस् 어부입니까? के भन्यो अबुइनिका भनेर क्वेसन सोध्यो के भनेको यो भनेको माछा मार्ने मान्छे हो भनेको तपाईँ माछा मार्ने मान्छे हो भन्दैछ 아니요. 저는 농부입니다. 아니요 저는 농부입니다 भनेको 아니요 भनेको होइन 저는 म चाहिँ 농부입니다 कृषक हो के को बारेमा कुरा गर्यो पेसा पेसा च्याप्टर 1 सक्यो यो तपाईँको अडियोमा बजेकै कुराहरू हो त्यो अघि अडियोमा जे बज्छ यो चाहिँ त्यो अडियोमा बुझ्दै बुझेन भने मात्रै हेर्ने हो है ल च्याप्टर 1 सक्यो अब नम्बर 2 मा हेर्नु अब यहाँ के भनेको छ त भन्दैछ है च्याप्टर 2 हैन यहाँ के भनेको छ सेङवाल भनेको दैनिक जीवनयापन हो
생활 भनेको के हो त दैनिक जीवनयापन हैन अनि योङफुम भनेको सामानहरू दैनिक जीवनमा आवश्यक पर्ने सामानहरू है अब दैनिक जीवनमा आवश्यक पर्ने सामानहरू यहाँनिर दिएको हुनुहुन्छ है यहाँनिर हेरौँ है यहाँनिर के भनेको छ भने क्वेसनले सोध्दैछ यो केटीले देखाएर इगन मयो भन्दैछ के भनेको छ इगन मयो इगन भनेको यो वस्तु मयो भनेको के हो भनेको यो वस्तु के हो भनेको जवाफमा दियो सिगेयो भनेको छ के भनेको छ सिगे सिगे भनेको के हो त घडी घडी हो भनेको घडी हो अब यिनीहरू सबै अहिले पछाडि आइहाल्छ हामी पढ्छौँ अब यहाँ के भनेको छ भने के भन्छ मूलगने भनेको मूलगन भनेको हाक्स मोक्ष भनेको लर्निङ अब्जेक्टिभ भनेको यो च्याप्टर पढ्नुको कारण के हो भनेको छ मूलगने भनेको सामानको है सामानको इरुमुल भनेको नामलाई मुदको सोधी थेदा फाल्सु इत्ता थेदा फाल्सु इत्ता भनेको जवाब दिन सकिन्छ भनेको सामानको नाम सोध्ने अनि जवाब पनि दिन सकिन्छ झिसियोरो मुदको झिसियो भनेको इन्डिकेट गरेर देखाएर भनेको क्या है यो कि उद्यो कि उद्यो कि भनेर देखाएर भनेको क्या मुदको सोधी थेदा फाल्सु इत्ता भनेको जवाब दिन सकिन्छ अब यहाँ भोकाबुलरी अहि अहि भनेको शब्दार्थ हो शब्द र अर्थ के को बारेमा छ भन्दाखेरि सामुसिल भनेको के हो त अफिस हैन अनि मूलगन भनेको के हो त सामान अफिसमा हुने सामानहरूको बारेमा छ ल अब यहाँ हेर्नुहोस् यहाँ के छ इगत छ के छ इगत इगत भनेको चाहिँ यो बोल्ने र सुन्ने मान्छेदेखि दुवैजनादेखि नजिक छ भने इगत हो है अब यहाँनिर के छ छगत छ नि छगत भनेको चाहिँ बोल्ने र सुन्ने दुईटैदेखि टाढा छ भने के भने छगत भन्ने अब खुगत छ के छ खुगत खुगत चाहिँ यो मान्छेले देखाउँदैछ हैन हो खुगत चाहिँ कतिखेर प्रयोग गर्ने भने बोल्नेदेखि टाढा सुन्नेदेखि नजिक छ भने खुगतको प्रयोग गरिन्छ बुझ्नुभयो अब यहाँ के छ के हो थाहै छैन भने के भने त मुवल अथवा मो यो भनेको के भन्छ है के हो थाहै नभएको अब यहाँ के भनेको छ अब यहाँ नम्बर दिएको छ अनि शब्द र शब्दहरू चाहिँ तल दिएको छ हेर्नुहोस् है यहाँ हेरौँ 1 नम्बरको यन्त्रिल हो भनेको छ के भनेको छ यहाँ 1 नम्बर कहाँ छ यहाँ छ हेर्न त बुझ्नुभयो 1 नम्बर यन्त्रिल भनेको के हो त पेन्सिल अर्को के छ बल पेन भनेको बल पेन यहाँ छ हैन हो अनि अर्को के छ खावी भनेको कैँची खाल भनेको बक्स कटर त्यो यस्तो गरी निकाल्ने खालको कटर हुन्छ नि अनि यसरी काट्ने हुन्छ नि बुझ्नुभयो यो किताब पसलतिर पाउँछ नि सिगे भनेको घडी अनि थाल्यक गर्नुपर्छ है थाल्यक भनेको क्यालेन्डर कम्प्युटर के छ कम्प्युटर भनेको कम्प्युटर आन्ग्यम चस्मा हिउँदे फोन अथवा हिउँदे छनवा भनेको सेलफोन मोबाइल फोन भनेको सेलफोन अथवा मोबाइल खेसाङ्गी रहेछ के रहेछ खेसाङ्गी भनेको क्यालकुलेटर खप भनेको कप त्यहाँनिर साइडमा लेखिराख्नु यो खेसाङ्गी खेसान आधा भन्यो भने चाहिँ फेरि हिसाब गर्नु हुन्छ खेसान आधा भनेको चाहिँ के हुँदो रहेछ हिसाब गर्नु अनि खेसाङ्गी भनेको चाहिँ के रहेछ हिसाब गर्ने क्यालकुलेटर अब यहाँ हामीलाई फान्गे गतकिरी भनेको सम्बन्ध भएको कुराहरू एक आपसमा यन्गलास्यो जोडा मिलाउनुहोस् 1 नम्बरको के हो कम्प्युटर हैन कम्प्युटर कहाँ छ यहाँ छ कम्प्युटर यो के हो यो के छ यो बल पेन यहाँनिर छ हैन यो के हो त क्यालेन्डर आल्यक अनि यो लास्टको आल्यक भनेको जोडाइले
ल अब आयो मुन्पो ग्रामरमा यो यो र यो हामीलाई थाहा छँदैछ यो केसँग लगाइन्छ म्यङ्सासँग म्यङ्सा भनेको नाउन हो n प्लस यो र यो नेपालीमा डट 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 हो भन्ने अर्थ डट 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 हो अस्ति इम्निदा र इम्निका थिए होइन आज यो र यो हामीले पढिहालेको छ थाहा छँदैछ होइन यहाँ भनेको छ फाचिम भनेको छ फाचिम भनेको मुनिबाट आएको कन्सोनेन्ट यो गोलो भनेको छ भने यो लगाउने छैन भने यो लगाउने भनेको जस्तै खप भन्दाखेरि मुनिबाट के आयो ब आयो कन्सोनेन्ट हो त्यसैले के आयो यो आयो यहाँ सिगे छ मुनिबाट केही छ छैन मुनिबाट कन्सोनेन्ट छैन भने यो लगाउने सिगे यो भोवेल छ भने यो कन्सोनेन्ट छ भने ये है यहाँनिर भनेको छ ये भनेको उदाहरण इगन भनेको यो वस्तु चाहिँ खेसाङ्गी यो भनेको के भनेको खेसाङ्गी भनेको के थियो अघि क्याल्कुलेटर यो वस्तु चाहिँ क्याल्कुलेटर हो अर्कै यहाँ के छ खुगन भनेको त्यो वस्तु चाहिँ आन्ग्यङ यो भन्दैछ आन्ग्यङ यो यहाँ चाहिँ यो लाग्यो होइन आन्ग्यङ भनेको के हो चस्मा यो त्यो वस्तु चाहिँ चस्मा अर्को के छ अनुनारा सारामी यो साराम छ म माथि लगेर मी बनाउने होइन अनुनारा सारामी यो कुन देशको मान्छे हो एन्सरमा हेतुनाम सारामी यो भियतनामको मान्छे हो यो यता दिएको छ यहाँ चाहिँ इम्निदा भनेको छ इम्निदा पढिसकेको मान्छे होइन बुवाङसिनु हेतुनाम सारा इम्निदा बुवाङजी चाहिँ भियतनामको मान्छे हो इम्निदा सजिलो छ अब यहाँ छुरीमुलको चित्रलाई हेरी हेवारुन वंशमास्य वार्तालाप पुरा गर्नुहोस् इगन भनेको यो वस्तु चाहिँ हिउँदे फोनियो नमाथि गयो है पढ्दाखेरि चाहिँ यो वस्तु चाहिँ मोबाइल फोन हो कि होइन नि त्यसो भए के लेख्नु पर्यो त यहाँ चाहिँ अघि भनेको हिउँदे फोन यो भन्नु पर्यो हजुर के हो त मोबाइल फोन हो अब 2 नम्बरमा छ हेकुक सारामी यो भनेको थाइल्यान्डको मान्छे हो नि हजुर अब के लेख्नु पर्यो त नि हेकुक थाइल्यान्डको मान्छे हो साराम अनि यो नि हेकुक सारामी यो इगन हावी यो भन्दैछ यो वस्तु चाहिँ कैची हो हो त होइन के हो त आनी हो होइन यो त के हो त बक्स कटर खा के हो यो खाल चक्कु हेरेर अनि यो लगाउनु पर्यो नि होइन आनियो खारिए हो भन्नु पर्यो के भन्नु पर्यो आनियो खारिए अर्को हेर्नुहोस् योरिसाए यो भन्दैछ यो भनेको के भनेको भने त को हो भनेको हो कि होइन यो मान्छे आनियो होइन के लेख्नु पर्यो त डक्टर उइसा अनि यो लगाउनु आनियो उइसा यो सानो अब यहाँ के भनेको छ भने खुरिमुल भोगो चित्रलाई हेरी भोगी वा खाची भनेको उदाहरणको जस्तै
대화해보세요. वार्तालाप गरिनुहोस्। ओके उदाहरण दिएको छ। यो उदाहरणमा के भनेको छ नि 이건 뭐예요? 요 वस्तु के हो? 계산기예요. क्याल्कुलेटर हो। 이건 볼펜이에요. 요 वस्तु बलपेन हो अरे नि बलपेन이에요. हजुर बलपेन हो। ल उदाहरण अब हामीले यस्तै गरी अरू पनि बनाउन सक्छौँ। जस्तै यहाँ के भन्नु छ यहाँ सिके छ घडी छ हैन इगन 뭐예요 अरे यो वस्तु के हो भन्दाखेरि सिके यही हो घडी हो भन्नु पर्यो। अनि इगन यो वस्तु चाहिँ चस्मा हो भन्नु पर्यो नि 안경이에요 भन्नु पर्यो। चस्मा हो भन्दाखेरि नि 안경이에요 चस्मा हो भनेर यसरी बनाउन सकिन्छ। ल अब आयो कन्भर्सेसन देवा इन छ हैन कन्भर्सेसन 1 को रहेछ छारा र युजिन रहेछ हो मान्छेको नाम रहेछ। ल सुनौँ है कस्तो बोल्दैछ। कति नम्बर ट्र्याक हो यो 30 유진 씨, 이건 뭐예요? भन्नुहोस् युजिन सी 이건 뭐예요? 달력이에요. 달력이에요. 저건 뭐예요? 저건 뭐예요? भन्नुहोस् त भन्नुहोस्। 아, 저건 시계예요. के भन्यो? 저건 시계예요. ओके यो के भनेको होला भन्नुहोस् त। युजिन सी भनेको युजिन जी इगन 뭐예요 भनेको यो वस्तु के हो? 달력이에요 भनेको क्यालेन्डर पात्रो हो। 저건 뭐예요? त्यो वस्तु चाहिँ के हो त? 저건 यो वस्तु चाहिँ 시계예요 भनेको घडी हो। यता जवाब दिएर हेर हैन इगन 달력이에요 भनेको यो वस्तु चाहिँ क्यालेन्डर हो अरे हैन क्यालेन्डर हो भनेपछि यो वस्तु क्यालेन्डर हो कि हैन हो के हो त नि 달력이에요 हजुर क्यालेन्डर हो। अर्को के छ छगन 뭐예요 त्यो वस्तु के हो भन्दाखेरि त्यो वस्तु के थियो सिकेयो भनेको घडी हो। अब यहाँ हेर्नुहोस् यसलाई सर्टकटमा यसरी छ इगसनलाई इगन भनिन्छ यो वस्तु चाहिँ भएन हुगसन त्यो वस्तु चाहिँ हुगसनलाई हुगन छगसनलाई छगन अनि इगसीलाई के भन्दो रहेछ इगे हुगसीलाई हुगे छगसीलाई छगे सर्टकटमा भन्छ है। इगे युदे फोनिएयो यो वस्तु के हो त मोबाइल फोन हो। प्रेसिडेन्ट 표현을 활용하여 대화에 보세요 भन्छ हैन। यहाँ तल दिएको अभिव्यक्तिलाई प्रयोग गरेर वार्तालाप के गरिदिनुहोस् त गरी हेर्नुहोस् भन्छ। उदाहरण यहाँ दिएको छ 안경 भनेको के हो त हैन इगन इगन भनेको यो वस्तु चाहिँ 안경 चस्मा छगन त्यो वस्तु चाहिँ खप भनेको अब यहाँ इगन यो वस्तु चाहिँ 뭐예요 के हो 이건 요 वस्तु चाहिँ 안경이에요 चस्मा हो। छगन 뭐예요 त्यो वस्तु चाहिँ के हो छगन 컵이에요 भनेको त्यो वस्तु चाहिँ कप हो। यो हामीले यसै गरी कन्भर्सेसन बनाउने हो है। जस्तै हामी यहाँनिर के छ त खा छ खाले क्वेसन सोध्छ अब इगनको ठाउँमा हामीले के लेख्नुपर्छ छगन लेख्नुपर्छ। तपाईँ नसार्नुहोस् हेर्नुहोस् मात्रै छगन 뭐예요 भन्नु पर्यो के हो भने त्यो वस्तु के हो भन्दा अब नाले जवाब दिन्छ। अब इगन 안경이에요को ठाउँमा के भन्नु पर्यो छगन त्यो वस्तु चाहिँ यहाँनिर कम्प्युटर दिएको छ नि त हैन त्यसैले कम्प्युटर예요 कम्प्युटर हो भन्नु पर्यो। अनि फेरि अर्को के क्वेसन सोधेर अनि इगन 뭐예요 भनेर क्वेसन सोध्नु पर्यो है। इगन 뭐예요 यो वस्तु के हो भनेर क्वेसन सोध्नु है। अब फेरि लास्टमा खाले जवाब दिन्छ इगन यो वस्तु चाहिँ
यो वस्तु चाहिँ क्याल्कुलेटर केसाङ्गी ये यो यसरी बनाउनु यहाँ खाले क्वेसन सोध्यो नाले जवाब दियो अनि जवाब दिएर उसले क्वेसन पनि सोध्यो क्या त्यसैले खाले एन्सर है 13 त्यो प्रोनाउन्सिएसन कसरी गर्ने भन्ने कुरा छ कति नम्बर ट्र्याक नम्बर बनाउनु भनेछ 34 नम्बर चाहिँ यो उको उच्चारण कसरी के फरक रहेछ भन्ने कुरा छ ट्र्याक नम्बर उ के भन्यो उ भनेन अब पछाडिको कसरी भन्छ टाइपको भनेन उ अब यहाँ कसरी उच्चारण गर्छ खुरुम के भन्यो खुरुम भन्यो खुरुम अब यहाँ 그네 के भन्यो खुने भनेन खुने 구두 खुदु 그림 그림 अलिक दाँत निक्लिए जस्तो हुँदो रहेछ है यो है है यो सिक्नुपर्छ अब यहाँ भोकाबुलरी 2 छ अहिटुमा के देख्छ भन्दाखेरि सिम्पल योन हुमफोम भनेको दैनिक जीवनमा प्रयोग हुने सामानहरू के रहेछ त है अब एकैचोटि हामी यहाँ हेरौँ यहाँनिर के दिएको छ युजी छ के छ युजी भनेको के रहेछ त टोइलेट पेपर रहेछ होइन यहाँनिर होइन टोइलेट पेपर अथवा टिस्यु पेपर है अनि अर्को के छ यहाँ हेर्नुहोस् खाजोक साजिन भनेको परिवारको फोटो यो कसरी पढ्ने भन्नु यज्ञवन यहाँ देखिँदैन यज्ञवन के हो त यज्ञवन भनेको पासपोर्ट तपाईँ साथी देख्नुहुँदैन हो र तपाईँ कहाँ कमजोर रहेछ त्यसो भए जचाउनु न अस्ति मैले जचाउनु भने होइन तपाईँले कि कसलाई भने थियो जचाउनु हजुर के अरे पासपोर्ट राजधानी नेपालीमा राजधानी अर्को बोर्डमा के छ छिगाप भनेको पर्स नेक्स्ट के छ हर्सवे के रहेछ हर्सवे भनेको चाबी नेक्स्ट के छ हाबाङ भनेको झोला अर्को उसान भनेको छाता अनि वाजाङपुम भन्नुहोस् के रे वाजाङपुम भनेको कस्मेटिक सामान होइन मेकअपको सामान भनेको अर्को के रहेछ खौल छ के छ खौल भनेको ऐना अनि फित भनेको ब्रस काहीँ हो ठिक छ फित भनेको काहीँ हो अनि फेगे छ के रहेछ फेगे भनेको चाहिँ सिरानी इबुल छ के छ इबुल भनेको ब्ल्याङ्केट यो फितको मुनिबाट यहाँनिर लेखिनु फित्ता भनेको फेरि कपाल कोर्नु हुन्छ फित्ता भनेको चाहिँ कपाल कोर्नु मरिडुल फित्ता भन्छ ल अब यहाँनिर क्वेसन यहाँ पुरिमुल फोगो चित्रलाई हेरी भोगी वा खाँचे उदाहरण जस्तै व्यवहारहरूसँग वार्तालाप पुरा गर्नुहोस् अब यहाँ बिबी भनेको यो के हो त भन्दाखेरि कस्मेटिकको सामान हो है यहाँ के भनेको छ खाले इगन मोए हो यो वस्तु चाहिँ के हो जवाफमा वाजाक कुमिए हो भनेको कस्मेटिक सामान हो इगन मोए हो भनेको छ के भनेको छ इगन मोए यो वस्तु के हो भनेको के हो त छाता होइन छाता हो भने के लेख्नुपर्छ सुरुमा उसानमा ये हो लाग्छ कि ये हो लाग्छ उसान भनेपछि कन्सोनेन्ट भयो कन्सोनेन्ट भनेपछि ये हो पढ्दाखेरि
우산이에요. लेख्नु 우산이에요. लेख्दा पनि हुन्छ उसान लेख्नु अनि यो लेख्न सकिहाल्यो हैन अब दुईमा हेर्नुहोस् यहाँ के छ इगन मय हो यो वस्तु चाहिँ यो के हो त चार यल्स्वे भनेपछि केमा अन्तिम भयो वेमा अन्तिम भएन भोवेल भएर के लाग्छ ए यल्स्वे ए हो लेख्नु तीन नम्बरमा इगन भनेको यो वस्तु चाहिँ खाजुक साजिनिए हो भनेको परिवारको फोटो हो भन्ने छ यो वस्तु चाहिँ परिवारको फोटो हो भन्ने छ हो कि होइन होइन के रहेछ आदि हो होइन यो के हो त पासपोर्ट हो त पासपोर्ट भनेको यक्कन यक्कनमा यो लाग्छ कि यो लाग्छ इए यक्कनी ए हो देख्नुहोस् चार नम्बरमा के छ इगन भनेको यो वस्तु चाहिँ इबुरिए हो इबुल भनेको के हो सिरप यो वस्तु चाहिँ सिरप हो भन्ने सिरप हो त यो होइन छानी हो के हो त यसको यो सिरानी हो हेगे हेगे भनेपछि भोवेल भयो ए हो कि ए हो ए हो हेगे ए हो हेगे किताबहरू लेख्दा भने अनि 5 नम्बरमा इगन मय हो यो वस्तु चाहिँ के हो भन्दाखेरि पर्स छिगा गमाइन्दी होइन के लाग्छ ए हो छिगा बी ए हो पर्स हो लास्टको इगन कम्प्युटर हो भन्दा चाहिँ यो वस्तु चाहिँ कम्प्युटर हो भनेको हो त नानी हो होइन के हो त खउल होइन खउलमा ए हो लगाउनु पर्यो पढ्दाखेरि चाहिँ री भयो खौरी ए हो भयो अब हुनपक 2 ग्रामरमा चाहिँ यहाँ के भनेको छ भने इ र गा अनि आनिए हो भनेको छ यो भनेको चाहिँ डट होइन डट होइन अब यहाँनिर तपाईँलाई के सिकाउनु खोजेको छ भने नि जस्तै यहाँ हेर्नु त युनिबाट कन्सोनेन्ट छ भने के लगाउने इए हो होइन कन्सोनेन्ट छ भने इ भोवेल छ भने के लगाउनु हुनेछ गा यो आनिएको ठाउँमा चाहिँ आनियोसँग चाहिँ के लाग्छ भने इ र गा लाग्छ क्या अगाडिको सब्जेक्टसँग है जस्तै हामीले नाउन प्लस हामीले चाहिँ डाइरेक्ट के लगाएको थियौँ ए हो र इए हो लगाएको थियौँ होइन हो भन्दाखेरि चाहिँ ए हो र इए हो तर अब कुनै पनि वस्तु होइन भन्नु पर्यो भने चाहिँ सुरुमा नाउन प्लस इ र गा पनि लगाउने के लगाउने इ र गा अनि मात्रै त्यसको पछाडि मात्र के हुन्छ आनिएयो हुन्छ के रहेछ आनिएयो रहेछ है जस्तै उदाहरणको लागि जस्तै यहाँनिर के छ छिगाप भनेको पर्स छिगाप भनेको पर्स हो भन्दाखेरि छिगाप भोवेल र के अरे भोवेल कन्सोनेन्ट हेर्ने अनि ए हो र ए हो अब छिगापमा इ र गा लाग्दैन यहाँ चाहिँ छिगाप अनि डाइरेक्ट के हो त इए हो पर्स हो भयो तर पर्स होइन भन्नु पर्यो भने चाहिँ फेरि छिगाप लेख्ने अनि इ र गा थप्नै पर्छ इ कि गा इ होइन कन्सोनेन्ट भएर छिगापी अनि स्पेस अनि चाहिँ के हो पछाडि आनिएयो होइन भन्नु पर्यो भने चाहिँ अनिवार्य के लगाउनु पर्छ इ र गा लेख्नै पर्छ क्या त्यति हो फरक है ल
जस्तै पर्स 지갑이 아니에요. पर्स होइन। अब यहाँ हेर्नुहोस् त विसा가 아니에요. विसा 아니에요 होइन विसा가 아니에요. ल अब हेर्नुहोस् 저는 म चाहिँ यो इन्डो भनेको इन्डो डो भनेको पनि अब तर त्यस्तो होइन इन्डो भनेको इन्डिया हो म चाहिँ इन्डियाको साराम भनेको मान्छे इराको इराको आनिएयो होइन म चाहिँ इन्डियाको मान्छे इन्डो भनेको इन्डिया लेख्नु है यस्तो धक्का खानु लेख्नु न त्यहाँ पछाडि खुगन भनेको त्यो वस्तु चाहिँ युजी भनेको टिस्यु पेपर अथवा टोयलेट पेपर युजीगा हानिएयो भनेको टोयलेट पेपर होइन इगन यो वस्तु चाहिँ युसुफुसी भनेको युसुफुजीको उसानिएयो छाता हो भन्दैछ हानि हो होइन युसुफुसी उसानी हानिएयो युसुफुजीको छाता होइन होगी वा खाची उदाहरणको जस्तै मुन्जामुरु वाञ्छनास्यो वार्तालाप कुरा गरी हेर्नुहोस् इगत भनेको यो वस्तु होइन भनेको एल्सवे चाबी होइन यहाँ हेर्नुहोस् इगस यो वस्तु चाहिँ एल्सवेको पछाडि के लागेको छ इरगाको गा एल्सवेगा हानिएयो भनेको चाबी अब यहाँ हेर्नुहोस् यो वस्तु के होइन अरे चाबी होइन एक नम्बरको चाहिँ यो वस्तु के होइन खाबाङ भनेको झोला होइन इगसुन अब हामीले के लेख्नु पर्यो खाबाङलाई इलिगा खाबानी पछाडि के लगाउनु पर्यो अब हानिएयो अर्को के छ फुगस त्यो वस्तु चाहिँ के हो त युजी छ होइन टिस्यु पेपर युजीमा इकिगा युजीगा हानिएयो है लेख्दै हुनुहुन्छ नि होइन अब यहाँ थारा सिनुन भनेको थाराजी चाहिँ मोक्सु भनेको को हो मोक्सु भनेको कार्पेन्टर होइन काठमिस्त्री मोक्सु इकिगा मोक्सुगा हानिएयो छनुन म चाहिँ मियानमा साराम हो इ लगाउनु पर्यो होइन सारामी हानिएयो सजिलो छैन अब यहाँ के भनेको छ नि हुरिमुर्पोको चित्रलाई हेरी फुगिवा खाची उदाहरणको जस्तै देवाए बसेको वार्तालाप गरी हेर्नुहोस् हाल्यगी हो भन्दै चाहिँ छ पात्र हो भन्दै यो पात्र हो त पात्रमा यस्तो हुन्छ त हाल्यगी हो पात्र हो हानियो होइन हाल्यगी हानियो पात्र होइन आज साजिनी हो परिवारको फोटो खबिएयो भन्दैछ भनेको कफ हो भन्दैछ कफ हो त के भन्नु पर्यो के लेख्नु पर्यो त्यसो भए हामीले हानि हो होइन के लेख्ने त अनि सुरुमा खप खप इरगाको इ खबी हानिएयो होइन कफ होइन के हो त त्यसो भए वाजाङ कुमो नि त कस्मेटिक सामने नलेख्ने हेर्नु वाजाङ कुम अनि ये हो वाजाङ कुमी हो कस्मेटिक सामान हो अनि यहाँ के भन्दैछ हेगे हो भनेको सिरानी हो भन्दैछ हो कि होइन हानि हो होइन हेगे
아니 이러가고 가 대개가 아니에요. 시간이 거의는 끼워져요. 싫었고 이불 말고 이불만 이러가고 이불이에요. 그냥 시간이고 경찰관이에요. 말해서 경찰관 말이 끼워다. प्रहरी भने यो मान्छे प्रहरी हो कि होइन होइन के भन्नु पर्यो आनियो होइन 경찰관 이러가고 이 경찰관이 प्रहरी होइन 아니에요. के हो त यो मान्छे के हो दमकलको कर्मचारी दमकलको कर्मचारीलाई के भनिन्छ भन्नु दमकलको कर्मचारी होइन सोबाङस होइन सोबाङग्वानी हो दमकलको कर्मचारी हो है ल अब थेवा टु कन्भर्सेसन 2 मा हेर्नुहोस् यी हेर्नुहोस् त होस्टेल रहेछ है यसरी तल तल सुत्ने पनि हुन्छ होइन र प्राय कोरियामा चाहिँ यसरी तलमाथि सुत्ने सिस्टम चाहिँ खासै हुँदैन है को रहेछ युसुफिन र आगुन रहेछ है सुरु भएन कन्भर्सेसन कति नम्बर ट्र्याक 45 아궁 씨, 이건 마두 씨의 가방이에요? 맞노? 아궁 씨, 이건 마두 씨의 마두 씨의 가방이에요. 나는 거죠? 아니요, 제 가방이에요. 아니에요. 제 가방이에요. 이건 뭐예요? 이건 뭐예요? 마두 씨의 가족 사진이에요. 마두 씨의 가족 사진이에요. 유수프ले के भनेको सुरुमा आगुङजी 이건 यो वस्तु चाहिँ 마두씨의 भनेको 마두जीको 가방이에요. झोला हो कि होइन रे आनियो होइन 제 가방이에요 भनेको मेरो झोला हो. त्यहाँ पछाडि इगन यो वस्तु चाहिँ 뭐예요 भनेको के हो यो वस्तु चाहिँ के हो भन्दाखेरि 마두जीको 가족 사진이에요. परिवारको फोटो हो. उहीलाई उच्चारण ए गर्नु के हुन्छ उहीको उच्चारण जस्तै छ उही हुँदैन छ ए हो तर छको चाहिँ के हुन्छ ने छे हुन्छ त है. अनि त्यहाँ पछाडि नाको चाहिँ नए होइन ने हुन्छ है. यो चाहिँ ने भयो. यो भनेको चाहिँ तिमी अथवा तिम्रो भन्ने अर्थ लाग्छ है. अब यहाँ जवाब दिए हेर्नु भनेको छ. यहाँ के भनेको छ भने यहाँ तल दिएको रहेछ छ उहीलाई चाहिँ छे भनिन्छ है. छ एको छे नाए भने ना भनेको म हो नाएको ने नउहीको ने यो चाहिँ तिमी भनेको तिमी अथवा तिम्रो. गुगन त्यो वस्तु चाहिँ छे अल्सो भनेको मेरो चाबी. यहाँ जवाब दिए हेर्नु भनेको छ इगन नुगुए खागाङ्गियो भनेको यो वस्तु चाहिँ कसको झोला हो कसको झोला रहेछ होइन मेरो झोला यो कसको रहेछ आगुङजीको झोला रहेछ. आगुङले भनेको छ नि त होइन मेरो झोला हो कसको झोला रहेछ त आगुङ सिए भन्नु पर्यो. के भन्नु पर्यो आगुङ सिए खागाङ्गी आगुङजीको झोला हो. अर्को के छ इगन आगुङ सिए खाजोक साजिनिए हो. यो चाहिँ आगुङजीको परिवारको फोटो हो कसको हो भने त माधुसीए खाजोक साजिनी माधुजीको परिवारको फोटो. ल अब यहाँ भनेको छ छेसिथेन फेवरु लोहारेमाया हेदा हेवा ए फोसे हो. ल तल दिएको प्रयोग गरेर के गर्ने त वार्तालाप गर्ने. हामी यहाँ
यहाँ उदाहरण यस्तो दिएको छ वाजाङफुङ भनेको कस्मेटिक सामान पित भनेको हाम्रो के थियो काहीँ हो हाले के भने त इगन वाजाङफुङे हो भनेको यो वस्तु चाहिँ कस्मेटिक सामान हो आनियो होइन उगन यो वस्तु चाहिँ वाजाङफुङी आनिए हो कस्मेटिक सामान होइन त इगन गयो यो वस्तु के हो फिसिए हो भनेको काहीँ हो अब यसलाई हामीले प्रयोग गर्नु पर्यो यो बलपेन भनेको बलपेन यनफिल भनेको पेन्सिल यो प्रयोग गर्नु इगन यो वस्तु चाहिँ बलपेन हो भन्नु पर्यो बलपेन हो भन्नु पर्यो आनी होइन उगन यो वस्तु चाहिँ अब पेन्सिल हो भन्नु पर्यो त यनफिरी भयो यनफिरी होइन बलपेनी आनी हो बलपेन होइन इगन भयो के हो त यो वस्तु भन्दाखेरि यनफिरी हो पेन्सिल ने일 뵙겠습니다 स्कुल एक्सप्रेसनमा ने일 뵙겠습니다 भनेको सी यु टुमारो भोलि भेट्नेछु भोलि भेटौँला है 지금 भनेको अहिले 퇴근하다 भनेको के हो भन्नु त 퇴근하다 퇴근하다 भनेको कामबाट फर्कनु के हो त कामबाट फर्कनु अनि 퇴근하세요 भनेको अहिले कामबाट फर्किनुहुन्छ भन्दैछ क्या 조심해서 가요. 조심하다 भनेको होसियार भएर जानुहोस् भनेको हामी चाहिँ अंग्रेजीमा प्लिज टेक केयर भन्छौँ हैन आफ्नो ख्याल गर्नु होला भनेको है खायो भनेको जानु हो तर यहाँ चाहिँ अर्थ चाहिँ जानुहोस् भन्ने अर्थ लागेको है ने भान्जानी हजुर क्याप्टेन ज्यू नेल 뵙겠습니다 भोलि भेटौँ ल अब यहाँ हेर्नुस् अब यो मुलुवा छङ्गो भनेको कल्चर र इन्फर्मेसनमा के छ भन्ने कुरा छ यो हेरौँ है त यहाँ के भनेको छ भने हानगुके छ भनेको कोरियामा आल्तुरागे छ के छ आल्तुरागे भनेको एकदम सस्तो गरी सेङफिल फुमुल भनेको दैनिक जीवनमा अति आवश्यक हुने वस्तुहरू खुइबानुन टिप भनेको खुइबादा भनेको खरिद गर्नुको क्या अब नुन लागेपछि के हुन्छ ने भयो हैन खरिद गर्ने टिप भनेको टिप्स तरिकाहरू टिप्सहरू आइडियाहरू क्या कसरी चाहिँ दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरू सस्तो गरी किन्न सकिन्छ भन्ने टिप्स रहेछ है तपाईँ हामीलाई पनि काम लाग्छ हो यहाँनिर एउटा पर्चा छ हैन त हो यो यति प्राइसमा 80% डिस्काउन्ट छ भन्ने यो एउटा पर्चा है ल यहाँ हेर्यौँ अब के भनेको छ भने इन्ट्रेस्टिङ कुराहरू छ यो कोरियामा चाहिँ माथु भन्ने चलन हुन्छ क्या के हुन्छ अरे बाथु भनेको चाहिँ माट हो के रहेछ माट भनेको किराना पसल सम्झौँ न है माटु भनेको माट हाम्रो नेपालीमा पनि अहिले अलिक माटहरू धेरै देखिन्छ हैन हो एकदम फेन्सी टाइपको किराना पसल है जस्तै यो हाम्रो धरानमा सजिलैसँग देखिन सक्ने हैन तपाईले याद गर्नुहोस् सीताज माट जता पाए त्यति यस्तो हेर्नु कि तपाईँ छिर्नु भएको छ तर तपाईलाई त्यो पसलको नाम चाहिँ थाहा नभएको क्या सीताज माट धेरै हुन्छ अलिक सस्तो पनि हुन्छ सीताज माटमा है अलिअलि 4-5 रुपियाँ 5 रुपियाँ 10 रुपियाँ सस्तो हुन्छ ल हेर्नु होला बाटोमा हेर्दै हिँड्नु कि कतिसम्म बेच्नुहुन्छ अब तपाईँलाई आज थाहा भयो नि अब तपाईँले जता पाए त्यति देख्नुहुन्छ बाटोभरि यो सीताज माट है त्यो यो सीताज माटहरू पनि बाहिरकै कन्सेप्टमा बनेको क्या है अनि कोरियामा चाहिँ यस्तै माटुहरू हुन्छ क्या जस्तै यो लोटे माटु भन्ने हुन्छ होइन अनि ई मार्ट भन्ने हुन्छ ठुल्ठुलो सुपर मार्केटहरू क्या जस्तै अहिले धरानमा भएको यो भाटपाटी सुपर मार्केट छ नि हो यस्तो मार्केटहरू धेरै हुन्छ क्या यो सुपर मार्केटहरू है यहाँ के भनेको भने धेहङ माथु छ भनेको यो ठुल्ठुलो सुपर मार्केटबाट भनेको क्या सुपर मार्केटबाट छुङ भनेको घरि बेला बेलामा भनेको बेला बेलामा 1+1 हैन 1+1 भन्छ इल प्लस इल हैन 1+1 ले भन्छ हो 1+1 भनेको एउटा किन्दा एउटा फ्रीमा अनि 2+1 भनेको दुईटा किन्यो भने एउटा फ्रीमा हैन सपोज तपाईले दुईवटा बल पेन किन्नु भने एउटा फ्रीमा
उदाहरणको लागि है। अनि 2+1 टोनुन अथवा झुमाल टुक्खा भनेको झुमाल भनेको सप्तान्न अनि टुक्खा भनेको विशेष प्राइस भनेको क्या होइन, सप्ताहको विशेष प्राइसहरू। अनि वा खातुन आदि इत्यादि जस्ता हारिन भनेको छुट हो, छुट डिस्काउन्ट क्या, छुट डिस्काउन्ट। हारिन हिंसा भनेको छुटको, हिंसा भनेको इभेन्टहरू कार्यक्रमहरू भनेको क्या, अफरहरू हुन्छ नि, छुटको अफरहरू। यर भनेको यल्दा भनेको खोल्नु हो भनेको मतलब अब यो चाहिँ विभिन्न खालको डिस्काउन्टको इभेन्टहरू चाहिँ के गरेर आयोजना गरेर सिङ्ग्योफुमबुथ, सिङ्ग्योफुम भनेको खानेकुरा भनेको सिङ्ग्योफुम लेख्दाखेरि चाहिँ सिग्रियोफुम, यो एकै ठाउँ हो तर यो यहाँनिर नअटेर यो तल झरेको है, बुझ्नुभयो? यो सिकको अर्थ फाल्टे अनि रियोफुमको अर्थ फाल्टे खोजेर भेट्टाइँदैन, यो एउटै वर्ड हो। सिङ्ग्योफुमबुथ भनेको खानेकुरादेखि सिङ्गलयोफुम काजी भनेको दैनिक जीवनमा आवश्यक हुने अति आवश्यक वस्तुहरूसम्म थायाङान विभिन्न प्रकारको साङफुमुल भनेको सामानहरूलाई प्रडक्टलाई सागे सस्तो गरी हान्मे आम्निदा भनेको बेच्छ भनेको। हामीले फाल्दा भनेको बेच्नु परेको होइन। अब हेर्नुहोस् यी नयाँ वर्डहरू हान्मे आधा पनि के हो त बेच्नु। हामीले सादा भनेको किन्नु परेको थियो नि, यी खुइ पादा पनि के रहेछ त किन्नु रहेछ। यस्तो वर्डहरू चाहिँ थाहा खरिद गर्नु, यो चाहिँ अलिक बिजनेस ल्याङ्ग्वेज भयो है। अर्थ त एउटै, किन्नु पनि खरिद गर्नु पनि एउटै हो नि होइन, तर अलिकति त्यो कुन शब्द कहाँ युज गर्ने भन्ने मात्रै पर्छ है। ल भातु रहेछ माटबाट नानु छुनु, नानुदा भनेको बाँड्नु हो, बाँडेर दिने भएन, छुदा भनेको दिँदैन, छुनु हेर्नु त लास्टमा पढेको ग्रामर कति धेरै आइरहेको छ होइन। बाँडेर दिने यस्तो पर्चा कहाँ पर्छ, बाँडेर दिने होइन, बाँडेर दिने छन्दान्जीहरू, छन्दान्जी भनेको पम्पलेटहरू यी यस्तै जस्तो हाम्रो चाहिँ कहिले हुन्छ भने नि त्यो दसैँ तिहारको बेलामा नि इलेक्ट्रोनिक पसलहरूतिर बाँडिरहेको हुन्छ नि पर्चा, यति % डिस्काउन्ट छ है। पर्चाको थुङ्गे भनेको माध्यमबाट हारिन साङफुम मित भनेको छुट गरेको सामान र हारिन कुमेक भनेको डिस्काउन्ट रकम, जुठन साङफुम भनेको उनीहरूले रेकमेन्ड गरेको होइन, उनीहरूले रेकमेन्ड गरेको सामान आदि इत्यादि। हारिन हेङसाए भनेको अब डिस्काउन्ट इभेन्टमा इभेन्टको ध्यान भनेको बारेमा छङ्बोरुल भनेको जानकारी चाहिँ अत्ता भनेको लिनु हो, लराउल्सु इत्ता भनेको अब कुनै पनि काम गर्न सकिन्छ होइन त, अदुसित्ता भनेको लिन सकिन्छ भयो, जानकारी लिन सकिन्छ। यी यस्तो पर्चाहरूले चाहिँ माटमा कुकुरमा के डिस्काउन्ट छ भनेर हामीले के गर्न सक्छौँ त जानकारी लिन सकिन्छ रहेछ। ल फर्स्ट प्याराग्राफमा ए हो। ल अब यहाँ अनलाइन सपिङ मल ठोङेछ हो भनेको अनलाइन सपिङ मल भनेको क्या, यो मल भनेको चाहिँ मल क्या, मल एमएल मल होइन, एमएल मल सपिङ मल भनेको अनलाइन सपिङ मलबाट पनि सेङ्वालकुम भनेको दैनिक जीवनयापनमा आवश्यक हुने वस्तुहरू सागे सस्तो गरी हुइबाल्सी सुविधा भनेको खरिद गर्न सकिन्छ। अहिले नेपालमा पनि भर्खर अनलाइन बिजनेसहरू चलिरहेको छ होइन। अब हाम्रो नेपालमा चाहिँ अहिले चाहिँ खानेकुराहरू भन्दा पनि के बढी चलिरहेको छ, कपडा होइन, अनि यो मोबाइल फोनको केसहरू हो, अनि जुत्ताहरू बढी युज भइरहेको छ। तर कोरियामा चाहिँ खानेकुराहरू पनि अथवा दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरू पनि सस्तो गरी किन्न सकिन्छ। अब यहाँ अनलाइन सपिङ मल भनेको अनलाइन सपिङ मलबाट चाहिँ छङ्गी जगुरो भनेको यहाँ दिएको छ रेगुलरली भनेको है, लगातार हारिन हेङसालुन भनेको डिस्काउन्टको इभेन्टहरू आगना गर्नाले अथवा होइन गर्ने अथवा हारिन कुपन भनेको डिस्काउन्ट कुपन छेको काम दिँदा भनेको उपलब्ध गराउँछ है। अनलाइनमा अलिअलि वस्तुहरू सस्तै हुन्छ छैन, किनभने उनीहरूले अलिकति घरबाट तिर्नु परेन होइन, आफ्नै घरबाट बेच्छ होइन, त्यस्तो भएर है अलिकति सस्तो नि। इरुल हारेम आयो भनेको यसलाई प्रयोग गरेर भनेको मतलब यो डिस्काउन्ट कुपनलाई प्रयोग गरेर थुक्चौँ विशेष साङफुमुल विशेष प्रडक्ट अथवा विशेष सामानलाई सागे सस्तो गरी खुमे आगना खरिद गर्ने अथवा छुगा हारिन, छुगा भनेको अझ थप डिस्काउन्ट भनेको है, अझ के त
थप छुट चाहिँ हादुसी सिम्ने भनेको प्राप्त गर्न सकिन्छ। जस्तै हाम्रो नेपालमा अनलाइन सपिङ गर्यो भने अब अलिकति के भन्छ अलिक राम्रो वेबसाइटबाट अनलाइन सपिङहरू गऱ्यो भने एप्सबाट सपिङ गऱ्यो भने त्यो प्रोमो कोडहरू हाल्यो भने डिस्काउन्ट हुन्छ नि, त्यही हो थप छुट भन्छ। अब यहाँनिर एउटा के छ भने यो चाहिँ मोबाइल एप्लिकेसनको बारेमा छ होइन, हो मोबाइलबाट खरिद गरेछ। यहाँ भनेपछि के भने नि दोहा थप अरू ठाङ्गुन छ, के छ ठाङ्गुन। ठाङ्गुन भनेको के हो? ठाङ्गुन भनेको गाजर हो होइन। गाजर खातुन भनेको जस्ता। तर सुन्नुहोस्, यो गाजर भनेको मतलब चाहिँ यो चाहिँ एप्सको नाम हो क्या। के हो? एप्सको नाम। त्यो मोबाइल एप्लिकेसन मोबाइल एप्स हुन्छ नि, एप्सको नाम नै गाजर राखिदिएको रहेछ। बुझ्नुभयो? जस्तै हाम्रो दराज होइन, दराज त त्यो एप्सको नाम हो नि त होइन। अब कोरियामा कस्तो इन्ट्रेस्टिङ हेर्नु त, कति सजिलो त। भनेको मतलब कुनै पनि कुराहरू चलाउनु छ भने राम्रो हुनु छ भने नाम राम्रो चाहिन्छ त, नाम राम्रो चाहिन्छ चाहिँदैन। ऊ हेर्नु त कोरियाको एप्सको नामले के छ त? गाजर छ। रमाइलो छैन? एप्सको नामै के त? गाजर। हाम्रो नेपालमा हेर्नु त दराज होइन। नेपालको सबैभन्दा अहिलेसम्म अलिकति विश्वास गर्ने खालको अनलाइन सपिङ एप्स भनेको के हो त? दराज हो नि त होइन। त्यो भने अलिकति फिर्ता पनि गर्नु मिल्छ, अलिक सामान राम्रै पनि पठाउँछ अरूले भन्दा, कहिले त्यस्तो हराउनेहरूले पनि हुँदैन होइन। दराज होइन, कोरियाको गाजर रहेछ एप्सको नाम है। गाजर जस्ता खातुन भनेको जस्ता झुङ्गो खरे। अब यो झुङ्गो भनेको चाहिँ सेकेन्ड ह्यान्ड हो ल, के हो त? सेकेन्ड ह्यान्ड। हाम्रोमा अझैसम्म यो सेकेन्ड ह्यान्ड सामान फोन पाए त्यति चलेको छैन होइन। तर हजुर फोन र बाइकहरू होइन अलिक चल्यो। तर कोरियामा चाहिँ जस्तै यो फर्निचरहरू भयो, कम्प्युटरहरू भयो, मोबाइल फोन त त्यसै भइहाल्यो, वासिङ मेसिन, टिभी, फ्रिजहरू सबै के त सेकेन्ड ह्यान्ड कारोबारहरू धेरै हुन्छ है। झुङ्गो खरे भनेको सेकेन्ड ह्यान्ड किनबेच भनेको, सेकेन्ड ह्यान्ड किनबेच। प्लेटफर्म भनेको प्लेटफर्म भनेको है। प्लेटफर्मलाई धोमेसधो भनेको माध्यमबाट पनि सिङ्गल फुमुल भनेको दैनिक जीवनमा आवश्यक पर्ने चाहिने वस्तुहरू सागे सस्तो गरी भुइँपाल्छी सुविधाहरू किन्न सकिन्छ। केबाट सस्तो गरी किनबेच गर्न सकिन्छ रहेछ? यो गाजर भन्ने एप्सबाट है। ल थारुङ सारामी भनेको अरू मान्छेले थइसाङ भनेको अझ अरू अझ थप, साइङ आजी आनन्द भनेको प्रयोग नगर्ने, सेङ्वालिङ कुनमा नानीरा भनेको दैनिक जीवनयापनको वस्तु मात्र नभई खाजन छेपुङ भनेको घरायसी इलेक्ट्रोनिक सामान। घरायसी इलेक्ट्रोनिक सामान भनेको जस्तै के त? वासिङ मेसिन, टिभी, फ्रिज होइन, एसी, यिनीहरू के हो त? घरायसी इलेक्ट्रोनिक सामान। खागुए भनेको खागुए इरुगिकाजी भनेको फर्निचरसम्म थायाङान विभिन्न प्रकारको मूलगत सामानलाई सालसी सुविधा भनेको किन्न सकिन्छ। दैनिक जीवनमा आवश्यक पर्ने वस्तु मात्र होइन, यसरी विभिन्न कुराहरू पनि किन्न सकिन्छ रहेछ। इरहान यस्तो प्रकारको झुङ्गो खरे प्लेटफर्म भनेको सेकेन्ड ह्यान्ड किनबेच गर्ने प्लेटफर्मको ढुङ्गाय माध्यम गरी छासिनी भनेको आफूले सायनेतन प्रयोग गरेको मुलगनुल भनेको सामानलाई हालसुदो सुविधा भनेको बेच्न पनि सकिन्छ। यस्तो यो गाजर एप्सबाट चाहिँ अथवा यस्तो अनलाइन प्लेटफर्मबाट चाहिँ आफूले अब थप अरू प्रयोग नगर्ने सामान बेच्न पनि सकिँदो रहेछ। जस्तै अहिले फेसबुकमा मार्केट प्लेस भन्ने हुन्छ नि, तपाईँले याद गर्नुभएको छ कि छैन? फेसबुकमा मार्केट प्लेस खोज्नुहोस् होइन। त्यहाँ मार्केट प्लेसमा के हुन्छ भने सपोज तपाईँलाई के किन्नु मन लाग्यो सेकेन्ड ह्यान्ड सामानहरू त्यहाँ किन्न सक्नुहुन्छ। अथवा तपाईँले फेसबुकमा अहिले तपाईँले जस्तै सपोज मेरो यो कम्प्युटर छ, यो मलाई बेच्नु पर्यो होइन, मेरो फोन नम्बर, यसको प्राइस, यसको फोटो हालेर म फेसबुकमा पनि हाल्न सक्छु। आफ्नो फेसबुक वालमा होइन कि त्यो मार्केट प्लेस भन्नेमा हाल्न सकिन्छ क्या है। प्लेटफर्म ठोगान भनेको अब यो प्लेटफर्मको माध्यमबाट झुङ्गो खरेनुन भनेको सेकेन्ड ह्यान्ड किनबेच चाहिँ हेबुबुन अधिकांश खातुन छियगे भनेको एउटै क्षेत्रमा अथवा एउटै एरियामा यो सानुन छ नि, यो सानुन चाहिँ किन्ने होइन है। यो सानुन भनेको चाहिँ यहाँ चाहिँ बस्ने हुन्छ है, एउटै क्षेत्रमा बस्ने भनेको साल्दा हो नि त बस्नु भनेको। साल्दाको चाहिँ ल हटेर सानुन भनेको
है यो लास्टमा पढेको ग्रामरहरू त कति धेरै युज भइरहेको छ हो एउटै क्षेत्रमा बस्ने सारामदुल भनेको मान्छेको साइए छ भनेको बिचमा हो एउटै एरियामा बस्ने मान्छेहरूको बिचमा चाहिँ छिक्खरे भनेको आफै क्या बिचमा कोही पनि मान्छे हुँदैन भने आफै छिकचप भनेको आफै हो कि अनि यो छिकचपलाई सर्टकटमा छिक भनेको छिक्खरेरो भनेको आफै तिनबेज गरेर इरुवाजिमिरा भनेको पुरा हुन्छ भनेको अथवा यो चाहिँ सम्पन्न हुन्छ ओभरअल कुराहरू यति हो यो तपाईँको लास्टको चाहिँ एकदम ध्यान दिएर पढ्नुपर्छ है पछाडिको लङ क्वेसन यहीबाट आएको ल यहाँ के भनेको एकचोटि हेर्नु है त वागिने हो भनेर चेक गर्नुहोस् मुल्गने इरुमुल भनेको सामानको नाम मुटको सोधी हेदापालसिता भनेको जवाब दिन सकिन्छ सामुसिल मुल्गन भनेको अफिसको सामान अनि सिम्बलियम गुम्बा भनेको दैनिक जीवनमा आवश्यक पर्ने वस्तु र वस्तुसँग हल्लनखेल सम्बन्धित अहि शब्दहरूलाई बालसिता भन्न सकिन्छ लास्टमा झिसिहरू भनेको इन्डिकेट गरेर देखाएर भनेको क्या जस्तै हामीले थियो नि यो त्यो यहाँ त्यहाँ थियो नि त्यो भनेको झिसिहरू इन्डिकेट गरेर कुदको सोधी हेदापालसिता जवाब दिन सकिन्छ ल आजलाई धेरै पढ्यो है रिडिङ र लिसनिङ अब आइन्छ